अब धरानबाट चाहिँ हामी पाथिभराको लागि हिँड्न लाग्यौँ। अब गाडी स्टार्ट भइसक्यो, 5:30 भइसक्यो। यो धरान, अब धरानबाट हामी माथितिर लाग्यौँ। यो बाटोबाट चाहिँ उसमा धनकुटाभन्दा माथितिरका जिल्लाहरू चाहिँ जाने बाटो हो यो धरानबाट। देखेको चाहिँ भेडेटार बजार हो। स्काई वाक पनि देखिरहेको छ। भेडेटार यो धनकुटाको भेडेटार बजार। गाडी हेरेर 20 मिनट है, त्यहाँ घुम्ने त्यही गर्नु यो भेडेटारमा हो, भेडेटार बजार। यो माथिको डाँडो हो त्यहाँ हो यो भेडेटार बजार। मेरो छ नि छ नि। ए हो ल भेडेटारको चाहिँ स्काई वाक टावर। यस्तो यो भेडेटार बजार हो। यहाँ धेरै सामानहरू बेच्न राखेको छ पसलहरूमा। यहाँ हाम्रा टिमहरू यसरी चाहिँ फोटो खिच्न लाउनु भएको छ। धेरै यस्तो छ। यहाँ भेडेटारको उचाइबाट देखिएको पारिपट्टिका डाँडाहरू। यो ठाउँमा चाहिँ गाडी फसेर चाहिँ ब्लक भयो एकछिन। यहाँको सौन्दर्य हेर्नुहोस्, नेपालको हो यो तमोर करिडोर हो। यो यता माथि त्यो देखेको चाहिँ धनकुटा बजार। धनकुटाको हिले बजार निकै पर छ। यहाँ प्राकृतिक रूपले चाहिँ हेर्दाखेरि एकदम राम्रो। आहा कस्तो राम्रो देखिन्छ। यहाँ धेरै गाडीहरू चाहिँ रोकिएको छ, तर
यहाँ चाहिँ अति नै चाहिँ यस्तो हिलो भएर एकदमै बिग्रेको छ। अब यो सम्बन्धित निकायले चाहिँ ध्यान जानु पर्यो। धेरैजना चाहिँ अल्पत्र परिरहनु भएको छ। यस्तो भएछ। यसरी चाहिँ अब जानलाई कोसिस गर्दै हुनुहुन्छ। यसरी चाहिँ गइरहेको छ। यो चाहिँ 4 व्हिल गाडी गयो। यसरी गयो 4 व्हिल गाडीहरू। तपाईँ के गरेर बसिरहनु भयो? म त यहाँ अब रमाइलो भनौँ नि दुःख पाइएको छ। हजुर रमाइलो त हुँदै भएन। अब यहाँ गाडी फसेर बाटो ब्लक भएको अब कति घन्टालाई काण्ड पुग्ने हो त्यो पनि केही अंश होइन। यति 100 मिटर मात्रै रहेछ अलिकति बिग्रिया बाटो यसैले अड्किया छ। यो गाडी बिग्रेको ठाउँ एकदम पहाडहरू चाहिँ राम्रो त राम्रो छ, तर बाटो सबै यहाँ अलिकति चाहिँ यस्तो बिग्रिया छ। माथिबाट चाहिँ पानीहरू आएर त्यस्तो लेदो माटो ल्याउँदो रहेछ। त्यो फसे गाडीले चाहिँ तान्दिनु भयो। पुरै चाहिँ दबदबे बाटो, यत्रो धेरै गाडीहरू चाहिँ यहाँ जाम भएर बसेको। बाटो छ ठाउँ ठाउँमा चाहिँ। यो झन्डै हामी 1 घन्टा जति चाहिँ त्यहाँ अनुभव। बर्सातको समयमा चाहिँ यो बाटो नचल्ने रहेछ। यहाँ पानी परेपछि ठुलो बाढी आउने रहेछ। अहिले पनि यो करिडोरको बाटो हो। यो माथिबाट जान चाहिँ यो छोटो हुन्छ यो बाटो खास गरेर। अब यो ठाउँबाट चाहिँ 5 जिल्ला लाग्यो। अघि चाहिँ हामी धनकुटा जिल्लामा थियौँ हो। यो चाहिँ 5 जिल्ला। यतातिर चाहिँ यसरी छतमा बसेर पनि मानिसहरू चाहिँ हिँड्नुहुँदो रहेछ। यताको यात्रा त निकै अब हामी अघि धरानबाट चाहिँ हिँडेर चाहिँ अब यो ठाउँमा आइपुग्यौँ। अघि गाडी बिग्रियो, के अरे हाम्रो गाडी चाहिँ होइन, त्यो अरूको गाडी बिग्रेर बस्नु पर्यो त्यहाँ एकछिन। त्यहाँ बसिसकेपछि अहिले यहाँ 9
53तिर आइपुगेका छौँ। अब यहाँ खाना बनाउनको लागि चाहिँ तयारी हुँदैछ। यहाँ यस्तो अहिले पनि यस्तो यी छतभरि यस्तो यस्तो छ। यहाँ मान्छे चाहिँ बाइकहरू चलाएर आउनुभयो भनेदेखि पनि जे होस् बिग्रियो यताउति भनेदेखि नि बनाउने ठाउँ छ, त्यस्तो अप्ठ्यारो चाहिँ छैन। यस्तो यहाँ यो छाप्रो नेर चाहिँ बनाउन आँटे हाम्रो खाना हो, यस्तो छ। हो यहाँ सिमी केलाउने काम भइरहेछ। हो सिमीहरू केलाउने काम हो, सिमी केलाउने भइरहेछ। यस्तो छाप्रोमा चाहिँ बनाउने काम भइरहेछ। धमाधम केलाउने काम। ए ओ यो अचारको लागि चाहिँ गोलभेडा। हो यसरी उ गरिरहनु भएको छ। यो खरले छाएको चाहिँ छानो छ। यसरी यही चाहिँ अब कोही नाच्दै यहाँ पकाउँदै यस्तो। सुनसरी पर्छ इटरीबाट 7 किलोमिटर। है धमाधम भयो नि त। अब खाना खाने बेला भयो, अघि तयारी भइरहेको थियो, अब अहिले खाना खाने बेला भयो। ए ल पुरै लाइनमा हुनुहुन्छ है। ल रश्मि
बजार आइपुग्न लाग्यो 5 स्टारको सदरमुकाम। पहिला 2टा मात्रै थियो अहिले 4वटा भइसक्यो हामी जाँदा 4 भइ थियो होइन जतिखेर मलाई त्यतिखेर गोरै केरै सबै अनि राजा चाहिँ कसरी जस्तो रहेछ हजुर सारा के कसरी रामाइलो त्यहाँ चाहिँ कसरी जस्तो पुरानो आज जाने सुनाएको हुँदैन हेलो इलामबाट आउने बाटो। ए यहाँ यो इलामबाट आउने अब बाटो। अब यो थाहा होला नि के बजार यो फिटिङ बजार फिटिङ बजार हो हो यो चाहिँ फिदिम बजारबाट अब हामी पाथिबाराको लागि यो चाहिँ चाहिँ हिँड्यौँ। पुरानो बाटो हो यो यो पुरानो बाटो उताबाट हाल्यो इलाम जाने क्या अब हामी त्यता अँ। हो अब यता अनि खोला के लिएर बाख्रा खसी लिएर मजाले झुस्लोको ओछ्या हुँदो रहेछ है ए काठमाडौँ पुग्यो होला न अनि नयाँ पुल एउटा छैन त्यो खोला यो देवा खोला पुल यो अस्ति नै चाहिँ बगाएको थियो, अहिले बनाइसक्यो रहेछ। यस्तै हो पर्ने र यसै गरी जान्छ काबेली खोला छ, त्यो काबेली खोला पारिपट्टि चाहिँ ताप्लेजुङ जिल्ला हो। हामी जाने पनि त्यतै हो। पहाडहरू यहाँ चाहिँ खोइ यो पानी अमला टिप्या होला, अरू अरू टोइलेट गइराख्नु भएको छ। अनि यो पानी अमला टिप्या हो। हो पानी अमला के रहेछ रहेछ 2 दिन भयो हजार के दिन हाल्ने होइन होला काली चिउडी कालीलाई एउटै भन्छ क्या दिदी अँ नि काबेली बजार। अब यो यसको यो यहाँ पुल छ, यो नदीको पुल त्यो तरिसकेपछि ताप्लेजुङ जिल्ला। अब हेर्नु न कति खोला अनि पारी के त हामी पुरा फोटो खिचेर पारी चिया पकाएर आउँदा गाडी जाँदो यहीँबाट चाहिँ पाथिबाराको सेन्ट्रिक क्याम्प छ। काबेली गङ्गाको काबेली चाहिँ नदी हो यो। पारिपट्टि बाटोले पनि गइँदैन कुवारी ओली हो नि यहाँ खोइ लौ हामी ओले खाउँछौँ हो यो काबेली खोला हो। पारी चाहिँ यस्तो छ, त्यहाँ पारी चाहिँ पूजाआजा गरिरहेको छ। हो ल हिँड्नु चाहिँ हिँड्नु ल सबैजना हिँडौँ। गरिसकेँ मैले पुरै मुख त धोइन, पुरै यहाँ टाउकोहरूमा उसमा हो ल हिँड्नुहोस् है।
ल जाने बाटो हो निकै हो ढुङ्गै ढुङ्गा छ बजार आयौँ हामी आइपुग्यौँ यो सेतो पुतली चाहिँ धेरै छ हो सेतो पुतली धेरै ओहो कति हो 8:20मा चाहिँ हामी अघि हिँडेको थियौँ तर 9:15 होइन अब छिटो हिँड्न सक्यो भए 9:15 आइपुग्ने रहेछ तर हामीलाई चाहिँ 10 बज्यो ठ्याक्कै 10 बज्यो यहाँ त पुरै ठुल्ठुलो एकदम धेरै बजारहरू छ यहाँ मान्छेहरू हाम्रा साथीहरू त पुगिसक्यो अघि नै हो ल यहाँ यसरी चाहिँ आउँदै हुनुहुन्छ हाम्रो साथीहरू अब त्यो हुँदाखेरि त्यो अब त्यति मात्रै कलर आइसकेपछि पनि अलिकति हामीले कति